कुरा देखाउनु भएको छ पृथ्वीलाई नागले रक्षा गरेको नागपञ्चमी मनाउँछौँ नि त्यसको अर्थ न कसरी बेरेको होला भन्दा यो पृथ्वीको आधार शक्ति हुनुभयो नक्सा नागले बेरेको यो पृथ्वीको स्तम्भ हुनुभयो पूर्ण रूपमा पृथ्वीको स्तम्भ भयो अनि यो पृथ्वीलाई बेरेको भनेर यस्तो देखाउनु भएको अनि पृथ्वीलाई नागले उठाएको भनेर चेष्टाले थालेको कुरा अब यो गाईको पाइला ओडारभित्र गाईको पाइला लक्ष्मीको पाइला अनि हात्तीको सुँड देखियो माताको ढाडी मेरुदण्डको रूप देखियो यहाँ ओडारबाट चाहिँ एउटा मूर्ति लगेको छ माथि यहाँबाट हजुर यो कुण्डहरू छन् यहाँबाट उहाँ मन्दिरमा लागेको माथि लगेको मूर्ति चाहिँ यहाँको लागेको यो हात्तीको दारा काम पहिले गङ्गाबाट छ माथि कछुवा अवतार समुद्रमा कछुवा अवतार अर्को कुरा भन्दा यो कछुवा देखियो मयूर देखिए होइन अनि माताको पैतालाको छाप देखियो दाहिने पाउको छापमा ओमको आकृति देखियो ओम ओम भनेपछि सम्पूर्ण युनिभर्सल होइन गङ्गाबाट पहिले गङ्गामा यसो बालो र यसो भेटी फुल भेटी चढाएर आमा भनेर खोलामा गङ्गामा गङ्गा नदी यतापट्टि नदीमा नगइकन पूजा हुँदैन जहाँ पनि गङ्गा गाडीको हुन्छ नि गङ्गाकै पूजा हुन्छ अनि गरुड विष्णु भगवान् शेषनाग बासुकीनाग गोइ जलदेवी हुनुभयो नाग नकिन यक्षगन्धा र किन्नारा भनेपछि सुस्तानीको यतिश्री महिमा सबै धन्यवाद तपाईँले यति भनिदिनु भएकोमा तपाईँको यो दर्शन पाउँदा हामी धेरै धेरै खुसी भएको छौँ र आउने सबैलाई पनि म आग्रह गर्न चाहन्छु यहाँ जो जहाँबाट हेरिरहनु भएको छ उहाँहरूको मनोकामना सिद्धियोस् कोही अप्ठ्यारो असजिलोमा पर्नु भएको छ भने पनि उहाँलाई शान्ति गर्ने शक्ति सामर्थ्य मिलोस् कहिले परदेश यात्रा गर्दै हुन्छ भने बाटो खुलेको छैन भने पनि बाटो खुल्दै जानु कुलपितृहरू अशान्ति हुनुभएको छ भने कुलपितृ शान्ति गर्ने एउटा मार्गदर्शन मिलोस् भने मैले बल मागिदिएको छु बिन्ती मागेको छु जय श्रीराम जय मनोकामना हस् धन्यवाद आज हामी यस शिलामा दर्शन गरेर हामी फेरि निस्किँदैछौँ दर्शनलाई चाहिँ हामी व्यापक रूपमा चाहिँ अगाडि